गर्नुहुन्छ। हामीले इन्डिया र चीन हेरिरहेका छौँ, नजिकमा छिमेकी देशहरू। इन्डियाभन्दा 2 वर्षपछि स्वतन्त्र भएको देश हो चीन। चीन आज अमेरिकाभन्दा माथि चाहिँ इन्डियाभन्दा 100 वर्ष माथि। इन्डियाभन्दा 100 वर्ष अगाडि छ चीन। त्यस्तो किन भयो? संरचना। इन्डियनहरूले ब्रिटिसहरूले थोपरेको नव औपनिवेशिक संरचनामा मन्त्री मात्रै खाए, जो नेपालमा भइरहेछ। संरचना सबै ब्रिटिसहरूले बनाएको हैन, जस्तो शासन प्रणाली, शासकीय स्वरूप, त्यसपछि शिक्षा नीति, स्वास्थ्य नीति, प्रशासन नीति, विदेश नीति, सामाजिक नीति, सबै भाषा जम्मै उनले बनाएको नीति। त्यसले दाबेको च्यापेको च्यापे गर्यो, इन्डियनहरूलाई उठ्नै दिएन। अहिले पनि उनीहरू गुलामै छन्, नेपालका मान्छे जस्तै गुलाम जस्तै। चिनियाहरू स्वतन्त्र भए, जापानलाई धपाए, साम्राज्यवादलाई निकाले, आफ्नो खुट्टामा टेके। क्रान्तिपछि उनको आफ्नो जग बन्यो, आफ्नो खुट्टामा टेके, आफ्नो संरचना बनाए, स्वदेशी संरचना, मौलिक संरचना। त्यसकारण चीन अगाडि गएको। हामी त्यही हेरौँ, मध्यपूर्वमै हेरौँ, अन्त जानु पर्दैन। साउदी अरब र इरानकी तुलना गरौँ। साउदी अरब आज पनि सुरक्षाको निम्ति आज पनि साउदी अरब अमेरिकामा निर्भर छ। अमेरिकन त्यत्रो फौज छ, त्यहाँ अमेरिकन फौज उड्दियो भने उसको निकै लाग्दैन त्यहाँका अमिरहरूलाई। इरान चाहिँ अमेरिकासँग लड्ने देश भयो। आज साउदी अमेरिकाले आँखा तर्यो भने बेहोस हुन्छ त्यहाँको शासक। इरान युद्ध गर्न सक्षम भयो। त्यो सब संरचना लगेर आयो। साउदीको संरचना गुलामीमा आधारित संरचना हो, राज्य संरचना। इरानी संरचना क्रान्तिबाट स्थापित उसको आफ्नो संरचना, मौलिक संरचना। त्यसले इरानलाई बलियो बनायो, किन इरानीहरू आफ्नो विवेकबाट काम गर्न सक्छन्, आफ्नो संरचना बनाएका छन्। साउदीहरू सक्दैनन्, साउदी शासकहरू त्यो सक्दैनन्। त्यस कारणले गर्दाखेरि हामीले यो सबै चिजलाई नतोड्दासम्म संरचनागत समस्या छ सबैतिर, र एउटा मूल्यमा आधारित, एउटा विचार र मूल्यमा आधारित जो संरचनाहरू बनेका छन्, नेपालका समस्या यिनी हुन्। यो सबै चिजको विघटन हुनुपर्छ। विचार र मूल्यमा, दृष्टिकोण, विचार र मूल्यमा आधारित जति पनि ढाँचाहरू बनाइए सबै क्षेत्रका, चाहे त्यो आँखाले देखिने ढाँचा हुन्, चाहे नदेखिने हुन्, चाहे मनोवैज्ञानिक हुन्, यिनी जो ढाँचा भने एक खालको ढाँचामा ढले यिनीहरू। एक खालको चाहिँ तपाईँको त्यसको स्वरूप तयार भयो। तो यसको अन्त्य जरुरी छ र पहिलो चिज हो। नेपालको स्वाधीनता र विकासको निम्ति पहिलो शर्त हो यो। त्यसकारणले मैले भने यो दलीय संरचना पूर्ण रूपमा विघटन हुनुपर्छ। सबभन्दा पहिले दलीय संरचना र यति जटिल छ नि, यो दलहरू विघटन हुनैपर्छ। अलिकति नेपालले निकासको बाटोमा अलिकति पाइरा चाल्न, किन भन्छ भने जस्तो अहिले चारैतिर हेर्नु हो भने यी दलीय संरचनाले ल्याएको सङ्कट हो। जस्तो प्रशासन झोलेकरण भन्छौँ नि हामी, चारैतिर कतै पनि काम गर्न दिँदैनन् हैन। निजामती कर्मचारीको झोलेकरण, अदालतहरूको झोलेकरण, वकिलहरूको झोलेकरण, न्यायाधीशको झोलेकरण, सेना के अरे पुलिसको झोलेकरण, सबैतिर झोलेकरण। अनि त्यसपछि के भन्छ, अब झोलेकरण गर्छौँ, झोला त यहाँ 10 थरी छन्, एउटा दुईटा मात्रै 10 थरी झोला छन्। अनि तिनले कतै पनि टसमस काम गर्न दिँदैनन्, वितन्डा बचाइराख्छन्। त्यसैले यिनी संरचनाको अन्त्य बिना नेपाल अगाडि बढ्न सक्दैन। यो कुरोमा त्यो क्षेत्रमा काम गर्ने जो राम्रा मान्छेहरू छन् र बाहिर जो सर्वसाधारण छन्, उनीहरू सबै मिलेर सोच्नुपर्ने र यसका विरुद्धमा चाहिँ अगाडि बढ्ने मानसिकता बनाउनु पर्ने।